Good morning, guys. This is मकालु बेस क्याम्प. अब हामी माथि भ्यू टावर जाँदैछौँ. त्यहाँबाट चाहिँ अझै राम्रो देखिन्छ भन्ने कुरा छ. मकालु हिमाल यहाँ छ. सर्लक्क हिमाली रेन्जहरू नै छ पुरै. र अब हामी माथि जाँदैछौँ. 4 जना माथि जाँदा दाजु चाहिँ अलि सक्दिनँ भनेर तलै यहाँ बेस क्याम्प बस्नु भएको छ. 3 जना चाहिँ हामी जाँदैछौँ. जान दाजुहरू अगाडि हुनुहुन्छ. आज हाम्रो डे 7 हो. हिजो हामी यहाँ आएर स्टे गऱ्यौँ. त्यसपछि भ्यूहरू पनि हेरेका थियौँ. अब हामी माथि गएर देखाउँछौँ अझै के कसो छ भनेर है. बसन्त दाजु उक्लिँदै हुनुहुन्छ यता. मुकुम दाजु माथि पुगिसक्नु हो. मकालु हिमाल सर्लक्क यता देखिन्छ. हिमाली रेन्ज अझै माथि गयो भने अझै 360 भ्यू देख्न सकिन्छ. त्यसैले हामी माथि जाँदैछौँ. माथिको डाँडामा जाने यहाँ माथि जाने हाम्रो कुरा हुँदैछ. बाटो यस्तो छ भित्री जाने हो. भ्यू पोइन्ट जाने बाटो यस्तो छ पुरै ठाडो. भिरभिरै हिँड्नुपर्छ. बसन्त दाजु आउने हुन्छ तलबाट. हामी यहाँ तल बेस क्याम्पबाट आएको. यहाँ घन्टा भयो. यो 1 घन्टा 45 मिनटमा हामी यहाँ यो मकालु बेस क्याम्पको भ्यू पोइन्ट बेस क्याम्पभन्दा माथि ठाडो उकालो उक्लिएर आयो. यो छ मकालु बेस क्याम्पबाट करिब 2 घन्टामा ठाडो उकालो उक्लिएपछि हामी यो ठाउँमा आएका छौँ. यस्तो छ यहाँ हिमाल हिउँ छ. यतापट्टिको चाहिँ अलिकति छेकियो छ. यहाँ एउटा यो ताल पनि रहेछ हिमताल. यताको चाहिँ हिमाल छेकियो अहिले. छेकिएछ अहिले. हाम्रो मुकुम दाजु पनि पुरा फोटो खिच्दै हुनुहुन्छ. यहाँ माथि पनि अर्को हिमाल छ. छेकिएछ. हामी माथि आएर सर्लक्क हेर्दैछौँ. यहाँ खुल्दैछ हिमालको टक्क यसरी. तपाईँले यो पोखरीको बारे आर्टिकल
सबै पोखरीहरूको बारी भनेको हामी जति छौँ पोखरीहरू खतरा छ खुल्यो बेस क्याम्पबाट हामी करिब 2 घन्टा माथि ठाडो उकालो उक्लिएपछि यो 360 भ्यूमा हिमाल हेर्दैछौँ। ढुक्क मकालु यहाँ पछाडि अरू हिमाल पनि देखिँदैछ। ल सेता हिमाल मकालुको मलाई फोटो खिच्नु भएन सर तपाईँको क्यामेरा खिच्नु ल अब चाहिँ फर्किन लाग्यो यहाँबाट सर्लक्क निर्दयता भन्ने छैन क्या। जय एमआरआर मेन्स रुम रिलोडेड। हामी यति बेला यो मकालु बेस क्याम्पमा छौँ र मकालु बेस क्याम्प भन्दा नि अझै माथि भ्यू पोइन्टमा आएर 5500 हाइटमा 5500 जतिको हाइट टी सर्ट चाहिँ लाउन सकिने चिसोले गर्दा त्यही मैले यहाँ टी सर्ट चाहिँ लिएर आएको थिएँ। यता पनि छ एमआरआरको साथीहरूलाई टु ब्रदरहुड जय नेपाल। यो टी सर्ट लाउन सकिएन यहाँ। मकालु बेस क्याम्पमा माथि 2 घन्टा माथि आएपछि पोइन्ट हो। पोइन्टमा आएर पुरै यस्तो छ हाम्रो आज यात्राको 7औं दिन। बेस क्याम्पबाट 2 घन्टा माथि आएपछि पुरै हिउँ यस्तो छ। यसरी आउँदाखेरि हामी त्यो डाँडा आएको थियौँ। अहिले फर्किँदा फेरि माथि माथि पुगेर अब चाहिँ तल झर्दैछौँ। बेस क्याम्प झर्दैछौँ। दाजु यता हुनुहुन्छ भिडियो खिच्दै हुनुहुन्छ। बसन्त दाजु नि त्यो बसेर हुन्छ। हामी 3 जना हिउँ छ। मकालु बेस क्याम्प फर्किँदैछौँ। एकदम हावा चलिरहेछ अहिले। हिमालहरू देख्नु पाइन्छ माथि। भ्यू पोइन्टमा यस्तो छ। दाजुको छ अगाडि कुदिरहेछौँ। जाने कालो आयो ठाडो उकालो झर्दैछ। एकदम हावा चलिरहेको। खासमा मकालु बेस क्याम्पको भ्यू पोइन्ट चाहिँ यो हो। तर हामी चाहिँ धेरै माथि गइसकेको रहेछौँ। हामी अर्को उताबाट बाटो गएको हुनाले तल सक्नुहुन्छ। यहाँ चाहिँ अब हामी तल जान्छौँ। बेस क्याम्पमा रहेको बेस क्याम्प चाहिँ छ मकालु बेस क्याम्प। मकालु हिमालमाथि यहाँ रातो होटलको बोजू बेस क्याम्पमा एक्लै बस्नुहुन्छ। ल बाई बाई। हामी चाहिँ लाग्यो यो मकालु बेस क्याम्पबाट अब अगाडि हामी तल झर्दैछौँ। मकालु बेस क्याम्प मकालु चाहिँ के छ। आज हाम्रो डे 7
मकालु बेस क्याम्पमा छौँ हामी र आज चाहिँ अब यहाँ हिजो आइपुग्यो बेस क्याम्प घुमेर माथि पोइन्ट पनि गएर अहिले 1:40 हामी यो बेस क्याम्प छोडेर अघि बढ्दैछौँ। कहाँ हुन्छ बास आजको अपडेट गराउँदै गर्छ है। ल 4जनाको टोली हामी दाजुहरू अगाडि भाइ भेटियो। ल अब बेस क्याम्प पुग्छ भाइ। हामी त शिवधारा बेस क्याम्प सबै भ्याएर आयौँ, सब भ्यायौँ। ल हिजो गएर यहाँ हामी सेरसोङबाट बेस क्याम्प गएका थियौँ र आज बेस क्याम्पबाट 1:40 हिँडेको 2:40 ट्याक्कै सेरसोङ आइपुग्यो। 4जना टिम सेरसोङ यहाँ बोर्डमा पनि देख्न सक्नुहुन्छ टक्क। हामी फर्किँदैछौँ है। लाङमाले र यो ट्याक्कै सेरसोङ जाने बाटोमा चाहिँ ठुलो ओपन ग्राउन्ड यत्रो छ, ठुलो ग्राउन्ड यस्तो खालको बाटो छ है। हामी यो फर्किँदै गर्दाको दृश्य हो। सेरसोङबाट हामी लाङमाले जाँदै गर्दाखेरि टक्क खोलाको छेउमा यस्तो बाटो हिँड्दैछौँ। यस्तो बाटो हिँड्नुपर्छ है केटी छेउ। हिउँ परिरहेछ यसरी मजाले। हामी लाङमाले खर्का आइपुग्यौँ। सेरसोङबाट 2:40 हिँडेका थियौँ। यहाँबाट 4:05 यहाँ आइपुग्यौँ। करिब 1.5 घन्टामा यहाँ आइपुगेका छौँ। पुरै हिउँ परिरहेको छ जताततै। यो चाहिँ लाङमाले खर्क हो। हिउँ परेर यस्तो छ। हिजो जाँदा पनि हिउँ परिरहेको थियो, आज फर्किँदा पनि हिउँ परिरहेको छ। लाङमाले खर्क आइपुग्नु भयो हाम्रो टोली। 1.5 घन्टामा सेरसोङबाट टक्क यहाँ आइपुग्नु भयो। बेस क्याम्पबाट 2.5 घन्टा भयो हिँडेको। हामी लाङमाले खर्क आइपुग्यौँ। 4 बज्यो अहिले, 4:05 जति। गुड मर्निङ फ्रम तादोसा। आज डे 8 इन डे 7मा हिजो बेलुका आएर हामी यहाँ तादोसा भन्ने ठाउँमा यो एउटा मात्रै होटल छ, यहाँ हामी बसेका थियौँ र आज हामी अझै तल झर्दैछौँ। अब यहाँबाट याङ्ला हुँदै तल दोबाटे लगायत अरू ठाउँ हुँदै हामी तल अझै तल कहाँसम्म हुन्छ तल जान्छौँ। पुरै हिउँ परेको थियो हिजो। आज यस्तो देखिन्छ भने यस्तो पुरै पाहाडैभरि हिउँ छ। यता भुइँभरि सबै यो रुख सानो रुखहरूमा पनि हिउँ नै हिउँ छ। अब एकछिनमा हामी लाग्छौँ यहाँबाट। यो शिवधारा जाने रुट माथि छ नेपाल हिमाल। यहाँ बिचतिर कता गर्छ अहिले छेकिएछ शिवधारा, त्यही एरियामा छ। भएन भने अनिवार्य यहाँ ल्याउनुपर्छ। अङ्गमै छैन भने चाहिँ त्यो हुँदैन, नभएदेखि अनिवार्य हुन्छ, फरक पर्दैन। यसको नाम चाहिँ आमा भुजुङ। आमा भुजुङ। नाम राजकुमार गिरी हो। नमस्कार। म चाहिँ यस्तै गाइड गर्छु। अनि यो शिवधारा पार्वती गुफा भनेको यो कुनै यो बनाएको होइन, अटोमेटिक भएको ठाउँ, माग्ने ठाउँ, पवित्र ठाउँ हो र भोक लाग्दैन भने कति भोक लाग्ने मान्छेलाई पनि भोक लाग्दैन। यहाँ हामीले चाहिँ सकेसम्म हाम्रो जुत्ता चप्पल चाहिँ तलै राखेर जानुपर्ने हुन्छ। यहाँ चाहिँ अब हामीले त अलिकति चिसो लाग्छ, अब तलबाट आएर चिसो लाग्छ भने जुत्तासँगै अहिले हाम्रो घमण्डी छ होइन, जुत्तासँगै जानु चाहिँ अलिकति घमण्डी छ। त्यसमा अलिकति नपरेकन हामी चाहिँ यहाँ चाहिँ यहाँको एउटाले नै मान्दैन, नपरेकन हल्ला नगरी जानुपर्छ। हामी यात्रा गरिसकेपछि तल आएर खाना खाने हो, त्यस पछाडि माथि खाना दिन्छ। सजिलो छ, राम्रो छ। अनि त्यहाँ यसरी हात उहरू चाहिँ दिदी चढाएपछि होइन, अनिवार्य वस्तु पालनको लागि त्यहाँ दाममा चढाउने गरेको छ। त्यहाँ सायद दाममा पनि होइन, दाममा हेर्नु होला त्यहाँ होइन, हरेक कुरामा त्यहाँ राम्रो छ। पार्वती गुफा हेर्नु भयो भने यसरी भेटी सर्लक्क त धर्मती मान्छेले यसरी चढाउँदाखेरि माथि सर्लक्क भेटी जान्छ। त्यो एउटा कन्ने छ, माथि मुनि अर्को गुफा छ होइन, तपाईँले त याद गर्नु भएन। यस्तो डलर माथि लाग्नु सर्लक्कै जान्छ, माथि छिर्छ, यो उहीँ अटोमेटिक अडिन्छ। भित्र अर्कै गुफा छ। अनि त्यस्तो ठाउँ हो यहाँ। यो यसको चमत्कार चाहिँ केही देख्नुभयो तपाईँले, सुनेको छ कि जस्तो त्यो एउटा पानी झर्छ नि, त्यो पानीको के छ त्यसको विशेषता? यो पानीको धार्मिक मान्छे आएर हामी यसरी नमस्कार गरेर शिवजी हामी चाहिँ तपाईँलाई सेवा गर्न आयौँ भन्नु, हामी सरर घुमेर ती धारा सरर यति जान है। जो
जो मान्छे अपराधी बाँकी भयो भने हामी बाहिर साइड धेरै आधी घन्टा पर्खिनुपर्छ सायद धारा खस्दैन गाउन पाउँछ सच्चे मनको मान्छे आएछ भने यहाँ ठ्याक्कै अगाडि धारा ठ्याक्कै तलै आइदिन्छ जहाँ लुङ्गेर आएको छ अगाडि नै आइदिन्छ धारा यहाँ गएर तपाईँहरू कहीँ नगरिकन कहीँ धारा गइरहेको हुन्छ ठ्याक्कै यति ग्रुप मिलेर नमस्कार गरेर उँभो फर्केर गर्नुभयो भने सरर धारा आफै पर्खिनु चाहिँ पर्यो एकचोटि आछुलु भयो भन्ने पनि पार्नुहुन्छ त्यसको ठाउँमा नदी भन्छ खोला भन्छ नदी नै होला ठुलै छ खोला एङ्ग्ले खर्क यो चाहिँ यस्तो रहेछ यो एङ्ग्ले खर्कको होटल हो खर्कबाट अब हामी तल झर्दैछौँ र यो पुल आइपुगेको छ यो पुल आइपुग्नु भनेको अब फेवाताङ आइपुग्नु हो अब एकछिनमा फेवाताङ आइपुग्छ है वरुणको माथिपट्टि रहेको पुल 10:45मा हिँडेको हामी एङ्ग्ले खर्कबाट 11:45 बजे यो फेवाताङमा आइपुगेका छौँ अब यहाँ खाना खाएर हामी अगाडि बढ्छौँ ल है टोली दोपट्टिबाट हिँड्न लाग्यो टोली म भाइ 6:30 बज्यो टक्क अब यहाँ दोबाटेबाट निस्किन लाग्यो ठुल्डाडाको लागि हामी फर्किँदैछौँ टोली जम्बो टोली यहाँ भाइ पनि छ तयारी भएर बसेको छ एकदम हिजोको बास बसेको ठाउँ यही हो लक्क दाजु यता हुनुहुन्छ ल गुड मर्निङ फ्रम दोबाटे यस्तो पुरै खुले है आज मजाले ठुल पोखरी है ठुल्डाँडा आइपुग्नुभन्दा अगाडि ट्याक्कै यहाँ देखिन्छ यस्तो मजाले अस्ति जाँदा खुलेको थिएन आज चाहिँ मजाले खुलेको छ यो शेर्पाहरूले बल माग्ने ठाउँ त्यसको उतापट्टि ठुलो पोखरी पानी पुरै कालो यस्तो छ यो ठुलो पोखरी यहाँ नेत्र दाजु आउँदै हुनुहुन्छ सिप्तुम्ला पास क्रस गरेर फाइनल्ली यो ठुल्डाँडा सिप्तुम्ला पास भन्छ हामी यहाँ निलम दिदीको होटलमा जाँदैछौँ तातोपानी खान एकदम यो क्रस गर्नु भनेको चाहिँ यो मकालु बेस क्याम्प जानु हो शिवधारा जानु हो शिवधारालाई चाहिँ भन्न सकिनँ जस मकालु बेस क्याम्प चाहिँ सकिनु हो कि दाजुलाई भन्नुहोस् ल यो सानो पोखरी हो टक्क दामी देखेछ है ठुल्डाँडा झरेपछि खोङमा नपुग्दाखेरिको ठुल्डाँडा झर्ने बित्तिकै देखिन्छ हामी चाहिँ यति बेर यो खोङमामा आइपुगेका छौँ खोङमाको यो शिवभ्यू होटल लज यहाँ छ यो चाहिँ हामी ट्याक्कै आज दोबाटेबाट 6:30 बजी हिँडेको थियौँ र यहाँ 10:50मा ट्याक्कै आइपुग्यौँ 4 घन्टा 20 मिनट जतिमा ट्याक्कै यहाँ आइपुगेका छौँ है ल हामी आज तलै जान्छौँ हामी खोङमाबाट खाना खाएर हिँडेको यहाँ करिब 1 घन्टा 20 मिनटमा चाहिँ यहाँ आइपुग्यौँ र यो चाहिँ मकालु वरुण होटल एन्ड लज डाँडा खर्क हो 2900 मिटरको हाइटमा माथि हामी 3500बाट झरेर 600 मिटर तल झरिसक्यौँ यो मकालु वरुण होटलबाट यहाँ माथि सिधै ठाडो उकालो जानुपर्छ माथि जानलाई अब हामी चाहिँ तल तासी गाउँ जाने हो त्यो ठाडो ओह्रालो यो ओह्रानिर आइपुग्यो हामी डाँडा खर्कबाट तासी गाउँ फर्किँदैछौँ मकालु बेस क्याम्प सक्सेसफुल्ली शिवधारा पर्वतधारा पुगेर सक्सेसफुल्ली ट्रेक भ्याएर हामी तल फर्किँदैछौँ अब हामी तासी गाउँ पुग्छौँ केही समयमा यो आउने साथीहरूलाई थाहा होला
यो ठाउँ यस्तो छ। दाजुहरू यता फर्किँदै हुनुहुन्छ, मुकुम दाजु र वसन्त दाजु। ल है आइपुग्यौँ हामी टाँसी गाउँ 2100 मिटरको हाइटमा। माथि हामी डाँडाखर्कबाट 1:30 बजी हिँडेको थियौँ र अहिले 3 बज्यो। 2.5 घन्टामा त ट्याक्क आइपुग्यौँ। यतिखेर चाहिँ हामी मकालु पर्नु होटल मकालु गाउँपालिका 5 टाँसी गाउँमा आइपुग्यौँ। Thank you so much. दामी। हामी सुरुमा जाँदाखेरि टाँसी गाउँको स्कुल निरको रातो घर हो, निमा दाईको। यहाँ हो, हामी यहाँ बसेका थियौँ। यो स्कुल निरको ढक्क घर। माथि मेन गाउँ चाहिँ माथि छ। अहिले हामी फर्किँदैछौँ। अब फर्केर यो बाटो हुँदै तल जाने। यो टाँसी गाउँ जाने बाटो हो। तल यता हामी च्याक्सीतर्फ जाँदैछौँ। च्याक्सीतर्फ जाने रोडको बाटो छ। यस्तो बाटो छ। यहाँ बस्ने ठाउँ सल्लक्क रोड हिँड्नुपर्छ टाँसी गाउँसम्म चाहिँ च्याक्सीबाट। चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै जजलको आउँछ अझै जजलको देउरालीको चौतारीमा आँखा छोपेको आउँछ अझै जजलको आउँछ अझै जजलको
यो ट्याक्कै नुमबाट झरेर अब यो मकालु बेस क्याम्प जाने बाटोको ट्याक्कै यो पुल कटेर यो ट्याक्कै अरुणको पुल कटेर माथि यता जानुपर्छ चितुवा जानको लागि। ट्याक्कै यो पुलमा हो अहिले हामी चाहिँ अब फर्किँदैछौँ घरतिर माथिबाट झरेर। अब हामी माथि नुम जाँदैछौँ र घर फर्किँदैछौँ आज। ल है हामी फर्किँदैछौँ यो अरुणको तलपट्टि रोडमा खोलामा ल्याएर अब हामी गाडी एउटा चढेर माथि नुम हुँदै खातबारी जान्छौँ। कोही साथीहरू नुम कोही चाहिँ खातबारीसम्म त्यो गाडीमा अब यहाँबाट जाँदैछौँ आज हामी। ट्रेकिङ भइयो है। ल यो चाहिँ ठक्कै चैनपुर आयो। ल है याखा मामलिङ सङ्खुवा सब आइपुग्यो। हेरी यहाँ छ यस्तो त्यो के हो मैले थाहा छैन। डोकिन यो चाहिँ मुडे बजार। यो चाहिँ देउराली बजार। खातबारीबाट यताबाट आउन सकिन्छ। तिनजुरे जाने चाहिँ अर्को बसन्तपुर जाने बाटो चाहिँ यता छ। लामोङ बसन्तपुर लालीदास नगरपालिका 2 तेह्रथुममा छु। यो चाहिँ ट्याक्कै चोक हो त्यो देख्न सकिन्छ मेन बजार। ट्याक्कै यसरी छ है यताबाट धनकुटा जाने बाटो। यति बेला